नमस्ते, स्वागत छ लेसन 2 मा। हामीलाई कम्प्युटर भन्ने बित्तिकै यही याद आउँछ नि हैन? यो कम्प्युटर त हो, यसमा कुनै शङ्का नगर्नु होला। तर यो कम्प्युटरको एक प्रकारभित्र पर्दछ। त्यो कुन प्रकार हो र कम्प्युटर कति प्रकारका छन्, यसको बारेमा हामी हेर्नेछौँ। तर त्योभन्दा पहिला कम्प्युटर त अहिले जताततै छन्। तपाईले यो लेसन सकाइसकेपछि आरामले भन्न सक्नुहुनेछ कि कहाँ, कसरी, कुन कम्प्युटर प्रयोग भइरहेको छ। ओके, लेट्स गेट स्टार्टेड फ्रम टाइप्स अफ कम्प्युटर। मुख्य भनेको कम्प्युटरलाई कामको आधारमा 3 प्रकारमा विभाजन गरिएको छ। एनालग कम्प्युटर, डिजिटल कम्प्युटर र हाइब्रिड कम्प्युटर। त्यसपछि डिजिटल कम्प्युटरको प्रकार छन् जसलाई साइज र कम्प्युटिङ पावरको आधारमा विभाजन गरिएका छन्। 4 वटा कम्प्युटरहरू छन्। यसपछि विशेष रूपले पर्पजको आधारमा कम्प्युटरलाई विभाजन गरिएको छ। जेनरल पर्पज र स्पेशल पर्पज कम्प्युटर। यसको साथसाथै हामी ब्रान्डको आधारमा विभाजन गरिएको कम्प्युटरका यी 3 प्रकारलाई पनि हेर्नेछौँ। दुनियाँमा निरन्तर परिवर्तन हुने तत्त्वहरू छन्, जस्तै तापक्रम कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनासको हुँदैन, गति कहिले छिटो हुन्छ, कहिले ढिलो, दबाव, प्रेसर कहिले बढी हुन्छ, कहिले कम, ध्वनि पनि निरन्तर परिवर्तन हुन्छ। म बोलिरहेको छु, कहिले मेरो आवाज ठुलो हुन्छ, कहिले सानो। यी सबै कुराहरू निरन्तर परिवर्तन भइरहन्छन्, अर्थात् कन्टिन्युअस चलिरहन्छ। तर मान्छे त कमालको प्राणी हो, यसले सोच्यो के यस्ता परिवर्तनशील चिजहरूलाई पनि मापन गर्न सकिएला? हाम्रो लागि के चाहिँ असम्भव छ र? बनाइदियो यस्तो कम्प्युटर जसले यी निरन्तर परिवर्तनशील डाटाहरूलाई नाप्ने गर्छ। यसैलाई हामी भन्छौँ एनालग कम्प्युटर। एनालग कम्प्युटरले निरन्तर परिवर्तनशील डाटासँग काम गर्छ, जसलाई हामी भन्छौँ कन्टिन्युअस डाटा। सिम्पल रूपमा बुझ्दा पाइपबाट बग्ने पानी जस्तै। पानी निरन्तर बगिरहेको हुन्छ, त्यसैले यसको प्रवाह एकै किसिमको हुँदैन। रियल लाइफका उदाहरणहरू लिउँ। एनालग थर्मोमिटर, तापक्रम अनुसार पारा घट्छ बढ्छ। भोल्टमिटर, बिजुलीको प्रवाह अनुसार सुई दायाँ बायाँ सर्दै जान्छ। एनालग स्पिडोमिटर, बाइकको गति बढ्दा सुई माथि जान्छ, कम हुँदा तल झर्छ। एनालग घडी, घडीको सुई निरन्तर घुमिरहन्छ। यो त झन् रोकिने कुरै आएन। वेइङ मेसिन, तौल अनुसार मेसिनको सुई घुम्ने भयो। अब यिनीहरूलाई मेजर गर्नु पर्यो। त्यो खुबी हाम्रा यी एनालग कम्प्युटरहरूसँग छन्। जस्तै अर्को उदाहरण लिउँ, हाम्रो भूकम्पको बेला बेलामा भेट आइरहन्छ। भूकम्प आउँदा कम्पन कहिले सानो कहिले ठुलो हुन्छ। यो के हो त? निरन्तर परिवर्तन हुने भएकाले एनालग डाटा। सेन्सरहरूले यो कम्पन मापन गर्छन्। अनि सिज्मोग्राफले ग्राफ बनाएर देखाउँछ। यहाँनिर हाम्रो एनालग डिभाइस भनेकै यही सिज्मोग्राफ हो। अब यसमा फ्लक्चुएसन अर्थात् थोरै तलमाथि हुने, यो चाहिँ एनालगको कमजोरी हो। एनालग कम्प्युटर 100% एक्युरेट हुँदैन, किनभने यसरी निरन्तर डाटा मापन गर्दा सानातिना भिन्नता रहन्छ। थोरै तलमाथि। यसको काम भनेकै वास्तविक समयको डाटा नाप्ने हो, जस कारणले रिजल्टमा थोरै तलमाथि हुनु स्वाभाविक नै हुन्छ। यसमा उसको गल्ती छैन, जसकारण एनालग कम्प्युटरको नतिजा एप्रोक्सिमेटमा आउँछ, भन्न खोजेको अनुमानितमा आउँछ। यति मात्र होइन, यसले डाटालाई भण्डारण पनि गर्दैन, केवल निरन्तर काम गर्छ। अब मान्छेले फेरि सोच्न थाल्यो, यस्तो कम्प्युटर बनाऊ जसले एक्युरेसीका साथ उत्तर दियोस्, डाटा भण्डारण पनि गरोस्। अनि जन्मियो डिजिटल कम्प्युटर। डिजिटल कम्प्युटर 0 र 1, जसलाई हामी बाइनरी सिस्टम भन्छौँ। यसले फेरि यसमा मात्र काम गर्छ। 0 भनेको फल्स या अफ र 1 भनेको ट्रु या अन। बस, जस्तै लाइट बल्बमा 2 अप्सन छन्, कि त अन 1 कि त अफ 0। डिजिटलमा स्पष्ट निर्णय हुन्छ। कारण के त? एनालगले कन्टिन्युअस डाटामा काम गर्थ्यो, निरन्तर परिवर्तन हुने डेटा हुन्थ्यो। डिजिटलले चाहिँ यसलाई फलो गर्दैन, उसले सानो सानो स्टेपमा लिन्छ। डिजिटलले डिस्क्रिट डाटामा मात्र काम गर्छ। अझै सिम्पल तरिकाले बुझ्नको लागि, एनालग भनेको पानीको धारा हो जुन निरन्तर बग्छ। तपाईले धाराबाट आउने पानी निरन्तर बगिरहेको देख्न सक्नुहुन्छ। पानी कति छ भन्ने कुरा आँखा जुधाएर मात्र अनुमान गर्नुपर्छ, जुन थोरै तलमाथि हुन्छ। रिजल्ट एप्रोक्सिमेटमा आउँछ। डिजिटल भनेको बाल्टिनमा पानी जम्मा गर्ने, जुन चरणबद्ध हुन्छ। अब सोचौं, धाराबाट बगेको पानीलाई 1 लिटर गरेर बाल्टिनमा जम्मा गरियो। 1 लिटर, 2 लिटर, 3 लिटर गर्दै क्रमशः गणना गरियो। अब यसलाई स्पिडोमिटरमा लागू गरौँ। एनालग स्पिडोमिटर, सुई बिस्तारै माथि तल हुँदै निरन्तर घुम्छ, पानीको धारा जस्तै। डिजिटल स्पिडोमिटर 60, 61, 62 किलोमिटर पर आवर भनेर चरणबद्ध देखाउँछ, बाल्टिनमा पानी राखे जस्तै। किनकि यसले डिस्क्रिट रूपमा काम गर्छ, स्टेप बाई स्टेप, निरन्तर रूपमा काम गर्दैन।
जस कारणले यसको रिजल्ट एक्युरेट हुन आउँछ। हामीले भूकम्पको उदाहरण लियौं। जब भूकम्प आउँछ त्यसको कम्पन मापन गर्न सिज्मोग्राफको प्रयोग गरिन्छ। सिज्मोग्राफ एक एनालग डिभाइस हो जसले निरन्तर रूपमा कम्पनको डाटा ग्राफको रूपमा देखाउँछ। तर यसमा आउने डाटा फ्लक्चुएसन थोरै तलमाथि हुने हुन्छ, जसले गर्दा प्राप्त नतिजा एप्रोक्सिमेट अनुमानित मात्र हुन्छ। अब भूकम्पको ठ्याक्कै कति तीव्रता छ भन्ने जान्नका लागि एनालग डाटालाई डिजिटल रूपमा रूपान्तरण गरेर कम्प्युटरले प्रोसेस गर्छ। प्रोसेस भएपछि प्राप्त संख्यात्मक मानलाई म्याग्निट्युड भनिन्छ, जस्तै 6.5 रेक्टर स्केल। र यही डिजिटल कम्प्युटर तपाईँको स्मार्टफोन हो। मोबाइलमा भएको एप्स, इन्टरनेट ब्राउजिङ, भिडियो, फोटो, गेमिङ, कल सबै डिजिटल डेटा 0 र 1 मा आधारित हुन्छन्। डेस्कटप या ल्यापटप सटिक गणना गर्छ, डेटा प्रोसेसिङ गर्छ, त्यसलाई भण्डारण गर्छ। क्यालकुलेटर हिसाब गर्दा ठ्याक्कै उत्तर दिन्छ, 25 × 4 = 100। एटिएम मेसिन, एटिएमले तपाईँलाई ठ्याक्कै पैसा गनेर दिन्छ। डिजिटल वेइङ स्केल, एनालगमा सुई हुन्छ, थोरै तलमाथि हुन्छ, तर डिजिटलमा यो ठ्याक्कै नम्बरमा देखाउँछ। डिजिटल थर्मोमिटर, एनालगमा थर्मोमिटरमा पारा बिस्तारै चढ्थ्यो, तर डिजिटलमा यो एक्ज्याक्ट नम्बरमा देखाउँछ। यसरी एनालग निरन्तर परिवर्तन हुन्छ भने डिजिटलले त्यही कुरा कदम कदममा तोडेर देखाउँछ। अब यसो भन्दै गर्दा के एनालग कम्प्युटरका सबै कामहरू डिजिटल कम्प्युटरले रिप्लेस गरिसकेका हुन् त? पक्कै पनि यसको ठाउँ डिजिटलले लिएको छ। तर एनालग कम्प्युटर त्यस्ता क्षेत्रहरूमा प्रयोग गरिन्छ जहाँ निरन्तर रूपमा परिवर्तन हुने डाटा, कन्टिन्युअस डाटाको वास्तविक समयमै विश्लेषण गर्न आवश्यक पर्छ। जस्तै उदाहरण हेर्नुस्, यी क्षेत्रहरूमा डिजिटल कम्प्युटरले सिधै काम गर्न सक्दैन, एनालग कम्प्युटर नै चाहिन्छ। वेदर फोरकास्टिङ, मौसम पूर्वानुमानमा मौसम त निरन्तर परिवर्तन हुन्छ। यसको टेम्परेचर, एयर प्रेसर, विन्ड स्पिड डिजिटल कम्प्युटरले डेटा प्रोसेस गर्न सक्छ, तर पहिलो स्टेजमा रियल टाइमको त्यो वातावरणमा भएको मापन गर्नु जरुरी पर्छ, र यो काम एनालग कम्प्युटरले गर्छ। त्यस्तै भूकम्प मापन, सिज्मोलोजी हामीले कुरा गर्यौं। भूकम्पको कम्पन निरन्तर रूपमा फरक हुन्छ। सिज्मोग्राफ त एनालग डिभाइस हो। सिज्मोग्राफले मापन गर्छ अनि मात्र डाटालाई डिजिटल कम्प्युटरले प्रोसेस गरेर रेक्टर स्केलमा परिणत गर्छ। यसरी नै मेडिकल साइन्स, इसिजी, एमआरआई, सिटी स्क्यान, इन्जिनियरिङ एन्ड साइन्टिफिक रिसर्च, एरोस्पेस, स्पेस रिसर्च इत्यादि क्षेत्रमा एनालग कम्प्युटरको प्रयोग गरिन्छ। अब यसो हेर्दा यहाँ दुईवटा कम्प्युटरहरू मिलेर काम गरेको छ। एनालगले मापन गर्ने, डिजिटलले प्रोसेस गर्ने। यसलाई हामी हाइब्रिड सिस्टम भन्छौँ। मान्छेले फेरि सोच्न थाले कि धेरै क्षेत्रमा हाइब्रिड सिस्टम प्रयोग हुन थाल्यो। यसलाई यसो गरौँ, एउटा कम्प्युटर बनाऊ जुन कम्प्युटर सिस्टमभित्रै एनालग र डिजिटल कम्प्युटरको संयोजन होस्। त्यसपछि निर्माण भयो हाइब्रिड कम्प्युटरको। हाइब्रिड सिस्टममा चाहिँ एनालग र डिजिटल छुट्टा छुट्टा भएर काम गर्थ्यो, तर अब चाहिँ यो दुईटा छुट्टा छुट्टै होइन, एउटै सिस्टमभित्र रहेर काम गर्नेछ। हाइब्रिड कम्प्युटर यस्तो सिस्टम हो जहाँ यो दुईटै अटेको हुन्छ। अब यस्तो खालको कम्प्युटर त बनायो, कहाँ प्रयोग हुन्छ? अस्पतालमा इसिजी मेसिनलाई हेर्नुस्। हाम्रो हृदयको धड्कन एनालग सिग्नल हो जुन लगातार परिवर्तन हुन्छ। इसिजी मेसिनले यो एनालग डाटा लिन्छ अनि डिजिटल कम्प्युटरले प्रोसेस गरेर ठ्याक्कै बिपिएम देखाउँछ, जस्तै 120 बिपिएम। हाइब्रिड कम्प्युटर बिना डाक्टरले इसिजीबाट केही बुझ्नै सक्दैन। त्यस्तै सिटी स्क्यानले शरीरको भित्री भाग स्क्यान गर्छ, जुन एनालग इनपुट भयो, अनि डिजिटल कम्प्युटरले डेटा प्रोसेसिङ गरेर एक्ज्याक्ट 3D इमेज तयार पार्छ, अर्थात् एक्स-रे। पेट्रोल पम्पमा राखेको मेसिन, यसमा एनालग इनपुट के भयो? यो पेट्रोलको प्रवाह, जसलाई सेन्सरले नाप्ने भयो। त्यसपछि डिजिटल प्रोसेसिङको रूपमा कम्प्युटरले पेट्रोलको मात्रा र मूल्य देखाउँछ। साइन्स ल्याबहरू, वैज्ञानिकहरूले तापक्रम, ग्यासको दबाव, रसायनको मात्रा जस्ता एनालग डाटा नाप्छ। हाइब्रिड कम्प्युटरले यसलाई डिजिटलमा रूपान्तरण गरेर गणना गर्छ अनि एक्ज्याक्ट नतिजा दिन्छ। त्यस्तै वेदर मोनिटरिङ सिस्टममा पनि युज गर्न सकिने भयो। हाइब्रिड कम्प्युटर किन चाहिन्छ? किनकि एनालग कम्प्युटरलाई गणना गर्न आउँदैन, तर वास्तविक डाटा लिन आउँछ। डिजिटल कम्प्युटरलाई गणना गर्न आउँछ, तर वास्तविक डाटा लिन आउँदैन। अब यहाँ हाइब्रिड कम्प्युटरले दुवैको फाइदा लिन्छ अनि भइदिन्छ डाटा पनि सही, उत्तर पनि सही।